आमा अति छ यता रोडमा के साह्रो भएको तर ओइ होइ 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 ओइ मामा ओइ आमा च्यानलको नेम आरबी ब्लग 7 ल माया चाहिँ ल गएको यार थ्याङ्क यू है धन्नै यहाँनिर रहेछ ल तिमी नै आउँछ भ्लगमा ल हावा गइसकेको छ त अनि कहाँ हुन्छ त्यहाँ कि छ्या साला किन कुद्दैन भने त फेरि हावा गएछ क्या So hello and namaste everyone, welcome back to our new another episode. It's me RL Vlog 7 हो सबजना चाहिँ सन्चै आरामै छ होला हैन अनि म नि एकदम सन्चै आरामै छु हैन सो आजको भ्लग चाहिँ हाम्रो कि बिहे घरबाट स्टार्ट हुँदैछ अनि यहाँ चाहिँ बिहे रहेछ केटा हो हैन आफ्टर लङ टाइम पछि म चाहिँ यो ठाउँ आइरहेको छु सो त्यही हो हेरौँ यहाँको ठाउँहरू चाहिँ एकदम बबाल छ हैन किनभने एज यु क्यान सी देख्न सकिन्छ क्या ठाउँ चाहिँ एकदम मस्तको छ नि त बाटो तर यो बाटो चाहिँ एकदम सानो छ हैन र यो ठाउँको नाम चाहिँ हामी चाहिँ अहिले चाहिँ लिबाङतिर हैन लिबाङबाट चाहिँ हामी चाहिँ फर्किँदैछौँ यस्तो सुताउनु मिल्छ कि यो बाटोमा चाहिँ आमा तर क्या दामी छ यार बाटो त है तर एक स्लिप भयो भने त फेरि मजा आउँछ त अनि अहिले चाहिँ छेउमा हाम्रो ओइ के हो मेरो टायरमा हावा नभएर पछाडिको त्यस्तै गरिरहेको त अनि अहिले चाहिँ छेउमा माडी खोलाको सिधा माथि हैन देख्न सकिन्छ म चाहिँ माडी खोलाको माथि हिँडिरहेको छु अहिले चाहिँ तर मेरो पछाडि टायरमा हावा गयो होला यार त्यस्तै हल्लिरहेछ क्या तर साँच्चै भनेको अनि तल चाहिँ हाम्रो माडी खोलाको पुल भयो ट्याक्क पुलमा गएर रोकेर हेर्छु म मेरो टायरमा के साँच्चै हावा गयो त एक्कासी आएर त्यस्तै लाग्दिरहेको क्या तर होइन तर यो चट्टान चाहिँ क्या खतरनाक छ यार तर साँच्चै भनेको के हो यार सेट हावा गएको भने त सेट हुन्छ त फेरि मा कसम तर त्यस्तै हल्लाइरहेछ क्या कसम भनेको यार अनि यो चाहिँ भयो हाम्रो माडी खोला होइन कति ठुलो क्या तर है के म साँच्चै हावा गएको ला ल्याम्लुम भयो क्या भोसल के ए हावा गइसकेको छ त अनि कहाँ हुन्छ त्यहाँ कि छ्या साला किन कुद्दैन भने त फेरि हावा गएछ क्या केटा हो टायरले त मलाई लास्ट ल्याङ गर्यो त छ्या सो ल त्यही हो अनि उता चाहिँ माछी खेलिरहेको छन् होइन जाल खेलिरहेको छन् अनि अब चाहिँ कहाँ छ त अनि अब हावा बन्द ठाउँ यार अनि अगाडि अब हावा बन्द ठाउँ नभए त म त सकेँ त फेरि होइन केटा टायरमा पङ्चर भयो यार तर झनमा बिहान हालेर आएको त यार अघिसम्म त आइरहेको थियो त कस्तो मजाले गरिरहेको थियो त अनि एक्कासी चाहिँ टायरलाई के हुन्छ हो मेरो टायरलाई चाहिँ यार छ्या पछाडि टायरमा हावा निस्किरहेको क्या होइन अब त ल्याङ हुन्छ त्यो फेरि जानुपर्ने त लास्ट छ त के गर्ने त्यही भएर अघि यस्तो स्लिप खाइदिरहेको रहेछ क्या खै त बाइक त यहाँ चाहिँ ग्यारेजवाला चाहिँ कता हो त्यो ग्यारेज आम्बो के हो ग्यारेज त कडा खा त खै त मान्छे नै छैन त ग्यारेज ल्याम्लुम गइदिएर क्या हावा पनि कस्तो हावा पुरै गइदियो क्या एक्कासी खै यो गन हान्या छ एक ठाउँमा त्यहीदेखि जान्छ कि बेला भन्ने हो कि गाउँ हुन्न कि धेरै भएको थियो नगएको झन् बिहान भरेर आएको यार हजुर एक्कासी पराएपछि थाहा भयो क्या टायर पुरा त्यो चल्यो यस्तो गरेर कस्तो झ्याउ छ हजुर च्यानलको नेम आरबी ब्लग 7 ब्लग 7 ल माया चाहिँ ल गएको यार थ्याङ्क यू है धन्नै यहाँनिर रहेछ ल तिमी नै आउँछ भ्लगमा ल सो फाइनली बल्ल अहिले चाहिँ के भन्छ ला बल्ल टायर मजासँग चल्यो त यार अनि आफ्टर बल्ल चाहिँ मैले चाहिँ भेटेँ होइन जस्ट लास्ट ढिलो भेटेँ भनौँ न अनि हावा हान्ने ठाउँ चाहिँ भेटेँ मैले अहिले अब चाहिँ हेर न अघिको र अहिलेको टायर चाहिँ छुट्टै छ त मा कसम
यस्तो हो नि त अनि यतिको कुदेकोमा हुन्छ त नि 81 का हो क्या तर अघिसम्म त उतादेखि त नर्मली आइरहेको थियो क्या होइन टायर बट 81 के भयो भनेपछि चाहिँ त्यो जहाँनिर म चिप्ल्यो होइन त्यो चिप्लेपछि चाहिँ टायरमा 60 हावा गइदिरहेको क्या अनि अब के भन्नु म होइन सो त्यही हो ल म चाहिँ फर्किसकेको छु माइलेज चौर पनि काटिसक्यो होइन हल्का यहाँ चाहिँ ढिलो भयो अनि किनभने मेरो टार्गेट चाहिँ हो कति बज्यो 11:30 भइसक्यो होइन अब आधी घन्टामा चाहिँ मैले कति टाढा हान्छु होइन पुरा जङ्गलको बाटो गाइज होइन एक्लै हिँड्नुपर्छ एजुकेसन चाहिँ माथि चौर चाहिँ यस्तो छ तलतिर होइन अब चाहिँ त्यही हो एकदम तोपमा हो कि तोपमा होइन गोली क्या गोली लाइक गोली कस्तो जान्छ होइन त्यस्तै हो क्या सुई तर टायर लास्ट चिप्लिन्छ यार मेरो आमा बाटो फेरि एकदम खतरा खान्छ अब नकुदा पनि भनेको होइन यो यामाको भित्री झन् के भएको यार तर अटोमेटिक भागिदिने क्या पुरा यसको फिचर्स चाहिँ मलाई सबभन्दा राम्रो लाग्ने भनेको चाहिँ होइन एउटा चाहिँ माइलेज बेस्ट दिन्छ होइन त्यो चाहिँ राम्रो भइहाल्यो म चाहिँ पल्सर छोडेर किन यामा चुज गरेको भनेपछि होइन मसँग पल्सर पनि छ फेरि है अब पल्सरलाई अब फेरि पल्सर किन नलाग्दैन टाढा जाने बेला होइन किन त्यो गर्दैन भन्नु कारण चाहिँ अब पल्सर चाहिँ अफरोडको लागि चाहिँ एकदम बेस्ट छ क्या होइन त्यही भएर अफरोड राइडको लागि चाहिँ मैले चाहिँ पल्सर चुज गरेको नि त पहिले सो अनि अहिले चाहिँ अब लङ रुट हिँडौँ अलि टाढा हिँडौँ भनेको लागि चाहिँ यामा चाहिँ एकदम बेस्ट क्या तर मलाई चाहिँ त्यही लाग्छ है किनभने अब यामामा एउटा थाहा छ होइन माइलेज त बब्बाल दिन्छ होइन त्यो चाहिँ थाहा भएकै कुरा हो अनि अर्को चाहिँ के भनेपछि भाग्ने पनि किस डर भाग्दैन क्या फेरि दामी भाग्ने क्या अब हेर्नु यति गरेको पनि यस्तो भागिदिरह आमा बाटो त फेरि खतरा छ नि त ओए सो यामाको पावर के अब यसमा फेरि सेल्फ ड्राइभ पनि हुन्छ कि सेल्फ ड्राइभ पनि आफै चलिदिन्छ है अब यामाले अब के भयो यार तर ओए मेरो पछाडिको टायर चिल्लो भएको छ होइन त्यही भएर हल्का टर्निङमा चाहिँ अलिकति ब्रेक हान्ने यस्तो जस्तो अरूमा चाहिँ सुताउन चाहिँ मिल्छ होइन बट अब अलिअलि टर्निङ हुन्छ नि त्योमा चाहिँ के भइदिन्छ भने टायर चिप्लिदिइहाल्छ क्या पछाडिको यस्तो टर्निङमा चाहिँ फरक पर्दैन क्या होइन अनि अब यतादेखि चाहिँ उता हेरौँ उता चाहिँ कतिमा पुग्छ ऊ यता त पानी परिसक्योमा पुरा अँध्यारो गरेको त आमा अब टिला बजार चाहिँ कति ठुलो छ भनेर चाहिँ नसोचौँ होइन किनभने अब बजार चाहिँ यति हो क्या अब सक्यो भनौँ न होइन अब बजारमा इन्ट्री भयो म अब एकछिनमा चाहिँ ट्याक्क सक्यो भनेर देखाउँछु है म र लेट्स इन्ट्री द टिला बजार गाइस अब टिला बजार चाहिँ इन्ट्री भइसक्यो एज यु क्यान सी अनि अब चाहिँ टिला बजार सक्यो भन्ने टाइम चाहिँ आइसक्यो क्या ओ तर यता त पानी परिसक्यो कस्तो भनेको यार ल टिला बजार सक्यो है फाइनली जेब्रा क्रसिङ भयो टिला बजार सक्यो चलो ए यार आमा अति छ यता रोडमा के साह्रो भएको तर ओइ होइ 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 ओए मामा ओए आमा ल अब चाहिँ हामी त्रिवेणीतिर गएर भेटौँ होइन किनभने अब कति अच्छा तर एक्लै राइड हान्ने चाहिँ एकदम झ्याउ क्या होइन अब पछाडि बस्ने एउटा साथी छ भने गफ गरौँ भने त हुन्छ होइन साला काम भी के सब पालियो भाइ मैंने अब यहाँदेखि चाहिँ हामी लाग्यो अफरोड फाइनल्ली आमा किसिम छ यता त फेरि रोड अफरोड त फेरि दामी हिँड्नुपर्छ क्या त अब यहाँदेखि चाहिँ म कति किलोमिटरमा चाहिँ घर पुग्छु भनेपछि त्यहाँदेखि त्यहाँ 5 यता चाहिँ अरू कति छ अरू 10-12 होला अब त्यही 14-15 किलोमिटर चाहिँ लगभग हिँड्नुपर्छ होला तर कति छ मलाई चाहिँ थाहा छैन है म चाहिँ अनुमानमा भनेको आमामा टायर त के साह्रो चिप्लेको क्या एकदम मजा आउँछ नि त फेरि बाटोमा अफरोडमा भने तर यो एक्लै कुदाउनु चाहिँ मजा आउँदैन कि तर होइन किनभने अब केटाहरूसँग भएर अब एक्लै भयो केटाहरूसँग भएपछि रेस हान्दै जाऊँ भन्ने हुन्छ एक्लै त अब एक्लै रेस हान्नु भएन त्यही हो एक्लै कुदाएको र केटाहरूसँग कुदाएकोमा चाहिँ फरक त भइहाल्छ होइन अब राइड गएको अब एक्लै राइड गएको भने के मजा के तर होइन अब एक्लै जाने भनेको त डेटिङ मात्रै हो केटा होइन अब अरू ठाउँमा चाहिँ एक्लै नजानु क्या तर म चाहिँ त्यही भन्छु अब अफ रोडमा चलाउने र अन रोडमा चलाउनु चाहिँ मजा नै छुट्टै क्या तर अब कोहीको चाहिँ अब के हुन्छ भने चाहिँ अब कति धेरैजनाको चाहिँ अब अफ रोड राइडको लागि चाहिँ छुट्टै इन्ट्रेस्ट हुन्छ होइन कोहीको इन्ट्रेस्ट चाहिँ पिच मात्रै हुन्छ सोलो राइड अनि म चाहिँ अब के भन्नु त म चाहिँ दुइटै मन लाग्छ मलाई चाहिँ हेर न अफ रोडमा यस्तो भागिदिन्छ अनि ब्रेक हान्थेर चाहिँ डर नाच्छ क्या पछाडिको टायर बट अब अफ रोड सकिसक्यो यार तर अफ रोड सकिसक्यो गाई चाहिँ अब आमा यस्तो मजा आउँछ नि कुद्ने त अब मिनट छ होइन 6 मिनटमा चाहिँ यहाँदेखि बजार पुग्नु छ क्या पानी पर्दैन हेर तर यतातिर
छिटो हानिरहेको छ क्या पुरा कि देख्न सकिन्छ छिटो हानिदिरहेको छ अनि अब स्पिड त चलाउन आउन त्यही हल्का हल्का अब कोही छ भने चाहिँ मलाई चाहिँ ट्रेनर छ भने चाहिँ आई निड वान स्पिड ट्रेनर भनेर एउटा स्पिड हान्ने ट्रेनर चाहिँ त्यो क्या मलाई चाहिँ पानी परिहाल्यो पानी पऱ्यो भने त अहिले जोत भिज्छु त म त फेरि पानी परिसक्यो लास्ट भिज्नु छ क्या त्यति ठुलो त परेको छैन होइन बर्ष सानो सानो परिरहेको छ त्यो पनि के भन्छ नभिज्नको लागि म चाहिँ ट्राई गर्दैछु होइन आई विल ट्राई फर फाइन्डिङ वेमा के परेको अरे के भन्छ है सायद त फेरि राम्रो पर्छ कि सायद मलाई पानीले भिजाउनु होला अब किनभने हरियो घाँसको भिडियो परिसक्यो हरियो घाँसको भिडियो भनेर चाहिँ राम्रो सायद अरे नि त हरियो घाँसको भिडियो परेपछि त मलाई पानीले भिजाउनु भन्ने आश चाहिँ भइसक्यो नि त मलाई केही पनि होइन अब सोलो चाहिँ जाने होइन क्या अब यसमा चाहिँ तर हावा पसे जस्तो लागिरहेको छ मलाई कसम भनेको किनभने अब बिस्तारै हिँडिरहेको छु नि त म अनि हावा पनि कम कम छ क्या एकदम त्यही भएर अब हावा कम छ बिस्तारै हिँडिरहेको बेला अनि के गर्नु यार गाह्रो छ त मलाई पनि आजको भिडियो चाहिँ एक्लै भयो भने चाहिँ मजा आयो नि त होप अब हेरौँ अन्तिमसम्म हेरेर चाहिँ सबैजना चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुलौँ होइन वेटिङ फर 10K क्या अब 10Kमा चाहिँ दामी दिनुपर्छ क्या अनि अब चाहिँ यो चाहिँ एउटा भ्लग हो अनि अब चाहिँ म चाहिँ अब तुलसीपुरतिरको भ्लग नै दिँदैछु क्या होइन सो त्यही हो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अब छुट्टिँदैछौँ हामी बाई बाई भेट्नेछ हाम्रो नेक्स्ट भिडियोमा है त